हेलो गाइस हेलो गाइस सुरु घरदेखि लागिरहेको छु हैन अनि उ त्यो हाम्रो नौरगुवाको खानो हो हिँड्दैछौँ उकालो धानादेखि आछन् हाम्रो घर यो माथिको ढाडहरू आज चाहिँ धेरै दिनपछि त्यस्तै हो घरबाट हामी भर्खरै यहाँ अगाडि जान लागेको छौँ कि हाम्रो टिम हो यहाँ यात्रा चाहिँ आज यहाँ भर्खर खौला घरदेखि हामी पानीवालासम्म जान लागिरहेको छु एउटा साथीले फोनै नउठाएर यो साथीको घरमा आएको अब अरू चाहिँ त्यही हो रमाइलो गर्नुपर्छ लाइफमा हैन अब हैन आज आएको एकदम इन्जोय धेरै दिनपछि आज मौका मिलेर हाम्रो एउटा नस्पातीहरू पनि धेरै फुलेको छ सो यो विष्णुचन्द्रसँग भर्खरै भेट भएको हैन यहाँ नजिकै लागिरहेको छ विष्णुचन्द्र जानको लागि एकदम रमाइलो होइन यति बिरामी भइकन नि यति टाढा लगभग 1.5 घन्टाको बाटो होइन लागिरहेको छ एकदम बढिया हेलो गाइस हामी यो बीच बाटोमा आइसकेका छौँ हैन अहिले साथीहरू यसरी लाइन लागेर आइरहेको छौँ अहिले हामी यहाँ भाङखाला पुगिसक्यौँ हैन अब हामी यहाँ लामासीमा पुग्न लागिरहेको छौँ हैन ओहो गाईहरू पनि चरिरहेछन् हैन अनि सानो सानो बच्चाहरू पनि छन् यति ठुलो छ यति रमाइलो छ कि गाइस के हामी सीमा भन्ने चौरमा पुगिसकेका छौँ हैन अब रमेश दाइको वेटिङमा पनि छौँ अहिले आउन लाग्नु भएको देखाउँदै गर्दै जान्छौँ अब हजुरहरूलाई अब हरियाली त देखाउन सक्दैनौँ अब यहाँ अहिले हिउँदको सिजन छ भर्खर भर्खर चैत वैशाख लाग्यो अब हरियाली पलाउँदैछ त्यही हात गली केटा मजा आइरहेछ जान होइन धेरै टाढा छ बाटो 1.5 घन्टाको बाटो छ उकालो जानुपर्छ होइन सो गाइस अहिले चाहिँ हामी जङ्गलको भित्र पुगेका छौँ होइन भइरहेछ यति दामी फिल भइरहेको केटा होइन अब माथिको दृश्य के हुन्छ त्यो एक्साइटेड छु माथिको पानी पनि आइसक्यो है अब पानी पनि धेरै आइरह सो यस्तो छ यहाँको दृश्य अहिले हामीहरू आधी घन्टा 1 घन्टा हिँडिसकेपछि हामी घरदेखि माथिदेखि हाम्रो माथपन्नको हिमाल देखिएको छ हामी त्यो डाँडाभन्दा अझ माथि जानुपर्छ हैन हामी यो पानी यस्तो मजा आइरहेछ हैन गाइस साथीहरू सब पछाडि आइरहनु गलिसके हैन सबजना के बल्ल चाहिँ पुग्यो गाइस हैन यो पान्नेउला भन्ने ठाउँमा यहाँ बसेर पिकनिक खाने भनेर आइया छ अब उकालो कत्रो छ अब देखाइदिया हुन्छ पारीको डाँडो र तल यहाँ गाइस यस्तो डाँडो हैन रमाइलो आइरह तर त्यो उता छ नि गाइस त्यो चाहिँ हाम्रो चिमारा मालिका हो हैन अनि बस कोही अब काम विशेषले आउन नसकेका उपस्थिति हुन नसकेका सबैलाई सम्झिया छन् हाम्रो दृश्य छ हैन के गर्ने अङ्कल अब चाहिँ हामी पानीहरू कहाँबाट ल्याउने पानीहरू अहिले चाहिँ चिसो भइरह हैन अनि ठ्याक्कै अहिले पानी ल्याउन आइरहेछौँ हामीहरू चैत वैशाखमा यस्तै हुन्छ गाह्रो हुन्छ क्या हुनतिर अनि अब पानी पर्ने सिजनमा चाहिँ हुन्छ मजा मौसम दामी भइरहेको हेर न गाइस यार वरिपरि अन्धकार छ हैन जनी टाइपको शान्त छ कि अब म पनि सहयोग गरिदिनु पऱ्यो गाइस अब चाहिँ पानी लिएर घर जान्छु पानी भर्खर इन्तजाम हुँदैछ अब भित्र हजुर आइसक्यो हैन ऊ भगवान पानी ल्याएर आयो ऊ चन्द्र पनि पानी ल्याएर आइसक्यो एकदम भिजेछन् हैन यिनीहरू ल यो मौसम पानीवालाको मौसम हैन खाइदिनु पर्यो गाइस यो चाहिँ के अरे माछाको ग्रेभी हैन भात बनाउने अरे यो भात हैन अनि मुस्ट बनाउनको लागि हैन यहाँ यत्रो यहाँ छ अझ हैन यहाँ छ यो हाम्रो लोकल माछा पापड हैन चाहिँ चटपटे हैन धेरै छ चटपटेहरु पनि आलु हालो त राजु आलु र पेस्ट आलु त्यो प्याज टमाटर हालो त्यो सुकीको अब हरियो पर्यो यो चाहिँ सबै मिक्स कट गरेको हैन चन्द्र हल्ला त्यो अब चटपटे बन्छ यो चाहिँ बिरयानी हैन पाल सेकाउन लाग्नु भा बिरयानी है तर भात लोकल चामलको हो हैन लेग पिस यो माछाको झोल कुखुराको मासु होइन दाइ हो त्यो कुरा हामीहरूको कति आइटम चाहिँ हामीहरूको रेडी भइसक्यो अरू कति आउँदो कति आइटम बाँकी छ हजुर 2-3 आइटम बाँकी छ अझै 2-3 बाँकी छ
रोस्ट त पाक्यो तर वाह बबाल भएको छ रोस्ट हेर्दा होइन यो रोस्ट हो होइन यसरी खाने हो भवनको रोस्ट देखा भाइ रोस्ट चन्द्र तिम्रो रोस्ट तिलको रोस्ट खोइ वाह तिलको रम्मु तिम्रो रोस्ट खोइ रम्मुको रोस्ट यो चाहिँ मेरो दिउला नि तिमीलाई पछौली मखमल धागोले बाँधेको नाचेका कान्छा नाचेका बाटो घर जान आँटेको उनीको टोपी धागोले बाँधेको बसन कान्छे बसेर छेउमै माया साथेको दिउला नि तिमीलाई पछौरी मखमल धागोले बाँधेको